Hi everyone. So welcome to my page भनौँ न है. अन्त so yeah अन्त today चाहिँ we have met after so long है. अन्त she also has Facebook page and YouTube video मतलब blogs or channelहरू छ हो. अनि kindly please introduce yourself. Hi, I am Samjana Guru. So मेरो फेसबुकमा चाहिँ स्याम केरङ्गी छ, सम्झना केरङ्गी लामा छ. केरङ्गी लामा इज माई लाइक थर्ड हुन्छ नि गुरुङको. सो युट्युबमा चाहिँ नि स्याम ब्लग छ. प्लिज फलो गरिदिनु होला उहाँको पेजलाई है अनि युट्युब च्यानललाई पनि. अनि टुडे हामी चाहिँ अब एउटा क्युएनए भिडियो गर्न गइरहेको छु है. अनि उहाँको क्युएनए चाहिँ उहाँकै च्यानलमा अपलोड हुन गइरहेको छ. अनि मेरो क्वेसन चाहिँ मेरै पेजमा म अपलोड गर्छु हो. अनि दुईजनाले नै हामीलाई ट्याग गर्छ हो. तपाईँले दुइटै भिडियो हेर्न सक्नुहुन्छ हो. सो अनि यो चाहिँ हाम्रो एउटा स्पेसल के भन्छ जर्नीको एउटा क्युएनए गर्न गइरहेको छु विच इज मदरहुड जर्नीको क्युएनए. सिन्स वी आर नट अब त्यो ठुल्ठुलो सेलिब्रिटिज सो नो बडी इज गोइङ टु टेक अवर पडकास्ट. अनि वी थट अफ वाइ नट हामी आफै गर्ने भनेर चाहिँ हामी दुईजना आफै गर्दैछौँ. सो द्याट मदरहुड बेस्टी हो हामी चाहिँ. अनि चाहिँ हाम्रो दुईजनाको फ्रेन्डसिप पनि मदर आफ्टर वी बिकेम मदर त्यहाँदेखि नै स्टार्ट भएको हो. अनि त्यो भएर उहाँको पेज पनि मैले भनिसकेको छु. सो या विदाउट टेकिङ एनी टाइम आइ एम गोइङ टु स्टार्ट माई क्वेसन्स टु यु हो. सो या फर्स्ट क्वेसन चाहिँ के छ भने फर्स्ट अफ अल चाहिँ हाउ डु यु एक्सप्लेन मदरहुड as per your experience? How do you मदरहुड जर्नी एज पर माई एक्सपिरियन्स इट इज सो ब्युटिफुल. एउटा कुरा चाहिँ मान्छेले मदरहुड जर्नी स्टार्ट भयो भन्ने बित्तिकै एउटा कतिवटा मान्छेहरूको माइन्ड सेट छ नि त. डिफ्रेन्ट काइन्ड अफ माइन्ड सेट ला अब तिम्रो लाइफ चेन्ज हुन्छ. अब नाउ तिम्रो अब पर्सनल लाइफ हुँदैन. देयर इज नो पर्सनल लाइफ, देयर इज नो पर्सनल टाइम. अब हस्बेन्ड एन्ड वाइफमा पनि एउटा न्यू टाइम भन्नु हुँदैन भनेर त्यो एउटा हामीले सुन्दै आएको नि त. इभन माई एक्सपिरियन्स चाहिँ मेरो लाइफमा पनि मैले त्यो धेरै सुनेको. तर त्यस्तो केही पनि छैन. इट्स अ ब्युटिफुल जर्नी. प्लिज इन्जोय त्यति भन्न चाहन्छु. great? And second one, what is the biggest lesson you have learned from your motherhood so far? Oh, nice question. Biggest lesson I have learned: don't expect from anyone. कसैकोबाट तपाईँले मदरहुड जर्नीमा चाहिँ एक्सपेक्ट नगर्नुहोस्. बिकज एक्सपेक्टेसन हर्ट्स. हामीलाई लाग्छ नि वी थट अफ द्याट कि लाइक मेरो मदरहुड जर्नीमा दे विल सपोर्ट अस. क्या हामीलाई सबैले सपोर्ट गरिहाल्छ. मेरो नानी मजाले हुर्किहाल्छ. मैले टाइम पाउँछु, मेरो आफ्नो टाइम पाउँछु, सेल्फ केयर टाइम पाउँछु भन्ने एउटा हाम्रोमा माइन्ड सेट हुन्छ नि त. त्यसमा चाहिँ म एकदमै तपाईँहरूलाई भन्न चाहन्छु कि कसैकोबाट नि एक्सपेक्टेसन नराख्नुहोस्. बी यर सेल्फ. तपाईँ आफैमा कन्फिडेन्ट हुनुहोस्. द्याट्स इट. त्यति भन्न चाहन्छु. Okay, very nice. So third one is, did your plans or intentions change after having your first child? Did your plans कतिवटा हाम्रो प्लान्सहरू हुन्छ होइन, इन्टेन्सन्सहरू हुन्छ, त्यो चाहिँ तपाईँको चेन्ज भयो after you have your first child? No? इट्स जस्ट लाइक द्याट. मेरो जर्नीमा बेबी आएर आई डोन्ट वान्ट से कि मैले यो गर्नु चाहेको थिएँ जस्ट बिकज अफ माई बेबी गर्नु पाइनँ. त्यो हुन्छ नि त कतिजनाको हामीले सोसाइटीमा सुनिरहेको हुन्छ नि त. हो किन भन्नुहोस् न, बेबीले गर्दा यो गर्नु पाइनँ, बेबीले गर्दा आइएम नट इन टाइम, म टाइममा आउनु पाइनँ, मैले आफ्नो वर्कमा फोकस गर्नु पाइनँ. डोन्ट से लाइक द्याट. बेबीलाई ब्लेमै नगर्ने क्या. Baby is not excuses. नट एक्सक्युज क्या. म चाहिँ भन्न चाहन्छु बेबी भएर पनि आफ्नो टाइमलाई म्यानेज गर्नु इट्स अप टु यु. कसरी तपाईँले म्यानेज गर्नुहुन्छ. अन्त मेरो त्यो केही पनि चेन्ज भएको छैन. So nice. Just like that only. Okay, so we are running towards fourth question. So How many questions are there? 9. Oh my god, So- you said 8. 9 are you? So You're recorded, oh? अहिले माथि पनि धेरै चाहिँ मैले गर्ने बिर्सेँ. त्यसलाई नम्बरिङ दिनु बिर्सेँ. So next question is, how do you deal with mom guilt?
sometimes it feels guilt like हुन्छ नि अब अहिले पनि जस्तै है, yes, recently अब उहाँको नानी घरमा छ ग्रान्ड मदरसँग सेम लाइक द्याट मेरो पनि एउटा ग्रान्ड मदरसँग छ तर अब हामीले कल गरेको छैन बिकज वी आर ह्याभिङ ओन टाइम तर पनि एउटा हाम्रो सबकन्सियस माइन्डमा चाहिँ छ कि बेबी इज देयर ला के गर्दै होला सुतेको सुतेन उठेको उठेन खाइ कि खाएकी खाएन दो देयर इज आमाहरू छ हेरिरहनु भएको छ तर पनि एउटा है या मम गिल्ट चाहिँ हुन्छ तर हामीले चाहिँ त्यो कुरालाई अब एकदम सिरियस नलिने इट जस्ट ह्यापन एउटा मदरहुड जर्नीमा हुन्छ भनेर त्यसरी उयो गर्ने मात्रै हो त्यसरी डिल गर्ने तपाईँहरूले एकदमै त्यसलाई सिरियस प्रकारले लिएर चाहिँ मम गिल्ट ओ माई गड भयो भने चाहिँ तपाईँले इन्टेन्स चाहिँ लिनु भएन तपाईँले एकदमै लाइफलाई इन्जोय गर्नु ओके ओके द्याट्स अ भेरी के भन्छ गुड आन्सर हो अनि नेक्स्ट आन्सर आई हेभ फर यु इज वाट आर द बिगेस्ट हो अनएक्सपेक्टेड च्यालेन्ज इन यर मदरहुड जुन चाहिँ तपाईँले एक्सपेक्टै गरेको थिएन नि त्यो च्यालेन्जेस चाहिँ के हो तपाईँको मदरहुडमा एक्सपेक्टै नगरेको च्यालेन्ज चाहिँ के हो भन्दाखेरि चाहिँ अहिले पो मेरो हस्बेन्डसँग म सँगै छु है त्यो टाइममा जब 1 इयर विदिन 1 इयर नपुगिकन चाहिँ त्यो टाइममा मेरो पनि हस्बेन्ड दिल्लीमै हुनुहुन्थ्यो नि त बाहिर हुनुहुन्थ्यो सो द्याट अब लाइक मैले नै अब ह्यान्डल गर्नुपर्ने धेरैवटा कुरा अनि त्यति बेला चाहिँ मैले एक्सपेक्ट गरेको एकपल्ट नानी चाहिँ अचानक बिमार भएको थियो राति म र मेरो एकजना मेड मात्रै थियो है हामी दुईजना मात्रै थियो अनि मेरो फ्यामिलीहरू अब अर्कै जग्गामा अनि म यता गान्तोकमा हुँदाखेरि चाहिँ अचानक अल अफ सडन चाहिँ नानीले भमिटिङ गरेको थियो त्यो द्याट वाज माई फर्स्ट एक्सपिरियन्स थियो लाइक एकदमै म प्यानिक भएको थिएँ अन्त अचानक अल अफ सडन भमिट गर्दाखेरि चाहिँ अब म चाहिँ आई वाज सो नर्भस आई वाज सो कि आई स्टार्टेड क्राइङ के लाइक लिटरली यति डरबेको नानी पनि रुँदैछ म पनि रुँदैछु एन्ड माई इभन माई मेड पनि मेरो पछाडि बसेर सी वाज अल्सो क्राइङ क्या अब तिनैजना रोइरहेको थियो एकछिनमा चाहिँ आई फिल लाइक अब के भएको के गरेको जस्तो पनि यस्तो गर्नु त डक्टर बोलेको थिएन ह्याभ टु गो अन्त द्याट वाज माई बिगेस्ट च्यालेन्ज क्या अब इभन हस्बेन्ड भएको भए हस्बेन्डले मलाई अब हुन्छ नि एउटा समन इज देयर भन्ने हुन्छ नि एउटा हस्बेन्ड भएको र नभएको मिल्दैन नि त सो द्याट ऊ भएको भए चाहिँ हामी टक्कै एकदम अलिकति इजी हुन्थ्यो होला अन्त त्यो चाहिँ अलिकति मेरो त्यो चाहिँ फर्स्ट एकदमै अब बिगेस्ट च्यालेन्ज भन्छु कि मेरो अहिले टिल नाउ त्यहाँदेखि यता त स्मुथली नै भएको छ त्यो एक्सपिरियन्स पनि नभएर होला फर्स्टमै अब हामी त थिएन नि त सी वाज जस्ट 7 मन्थ्सहरू मात्रै थियो नि त त्यति बेला चाहिँ मलाई एकदमै डर त्यो लाग्यो माथि फेरि हामी भर्खर मदर भएको होइन अब त्यस्तो कहिले पनि त हामीले देखेको थिएन होइन त्यही भएर सो नेक्स्ट क्वेसन इज फर यु कि हाउ डज मदरहुड चेन्ज यु एज अ पर्सन एज अ पर्सन भेरी काम त्यो त म पहिला पनि थिएँ तर अझै बेसी पेसेन्स है अनि मेच्युरिटी लेभल एकदमै बेसी अब कुन कुराले चाहिँ आफ्नो मेच्युरिटी लेभल बढ्दो रहेछ भन्ने कुरा चाहिँ जब बेबी आफ्नो लाइफमा आएपछि रेस्पोन्सिबिलिटी भन्ने एउटा बिगेस्ट रेस्पोन्सिबिलिटी हो नि त हाम्रो चाइल्ड चाहिँ सो वेन यु आर रेस्पोन्सिबल लाइक एउटा हुन्छ नि मेच्युरिटी लेभल अबै बढिहाल्दो रहेछ आफ्नो सो द्याट इज माई चेन्जेस भनौँ न ओके नाइस सो यो चाहिँ तपाईँहरू मेरोसँग चाहिँ अलिअलि क्वेसन मिल्ने रहेछ हो सो नेक्स्ट क्वेसन इज हाउ डज यु ब्यालेन्स your work, family after you have become a mother? Okay. Balance work and family ma chai tapaile work and family. Okay. My family is there. Even I'm working as a teacher है अनि त्यो प्रोफेसन चाहिँ मेरो एकदमै के भनौँ अब म प्रोफेसनलाई एकदमै लभ गर्ने मान्छे होइन सो आफ्टर मेटर्निटी चाहिँ अब वेन आई जोइन माई स्कुल अलिकति डिफिकल्ट भएको थियो क्या बेसिकली फर्स्ट इनिसियल बेबीलाई छोडेर आउनुपर्ने अब होल डे छोड्नुपर्ने ब्रेस्ट फिडिङ मदर है अलिकति डिफिकल्टिजहरू भएको थियो तर पनि मैले चाहिँ के गर्थेँ भने मेरो पर्सनल लाइफलाई चाहिँ घर जब घरबाट निस्किन्थेँ म गेटबाट बाहिर निस्किएपछि चाहिँ घरैभित्र छोडेर आउँथेँ अनि मेरो जब म स्कुलको गेटबाट इन हुन्थेँ त्यहाँबाट मेरो पर्सनल लाइफ प्रोफेसनल लाइफ चाहिँ स्टार्ट हुन्थ्यो अनि मैले चाहिँ कहिले घरको कुरालाई स्कुलमा ल्याएन अनि स्कुलको कुरालाई घरमा ल्याएन सो द्याट त्यसो गर्दा चाहिँ आई ब्यालेन्स लाइक मेरो प्रोफेसनमा पनि कुनै प्रब्लम भएन अनि घरमा पर्सनलमा पनि फ्यामिलीमा पनि प्रब्लम भएन त्यो दुईवटा कुरालाई चाहिँ मैले म्यानेज गरेको त्यसरी ब्यालेन्स गरेको त्यो चाहिँ अब तपाईँहरूले माथि नै छ कि अब वर्कमा जाँदाखेरि तपाईँ प्रोफेसनलमा तपाईँ जाँदा फ्यामिली बिचमा ल्याउनु भएन र फ्यामिलीमा पनि तपाईँको वर्कको कति स्ट्रेसहरू हुन्छ त्यो फ्यामिलीमा ल्याउनु भएन त्यही भएर चाहिँ ब्यालेन्स मिल्छ है लाइफ स्मुथ भइहाल्छ सो या अनि अर्को क्वेसन चाहिँ के हो भने चाहिँ वाट इज द मोस्ट रिवार्डिङ पार्ट अफ मदरहुड
रिवार्डिङ यो चाहिँ हामीले आफैलाई पनि रिवार्ड त गर्नु पर्यो नि त कोही बेला त है। अब कसले पनि गरेन रिवार्डहरू गरेन दिएन भने त केही छैन, तर हामीले चाहिँ आफैलाई रिवार्ड दिनुपर्छ क्या। रिवार्ड सो वाट इज द मोस्ट रिवार्डिङ पार्ट अफ योर मदरहुड? मेरो मदरहुडमा चाहिँ म के गर्न चाहन्छ, फर्स्ट इज टाइम विच आर गिभिङ टु माई डटर है। मेरो नानीलाई जुन चाहिँ मैले मेरो टाइम दिँदैछु नि, त्यो नै मेरो लागि एकदमै रिवार्डिङ हो, बिकज टाइम इज भेरी प्रेसियस एज यु अल नो। Time doesn't wait for us. यस, अनि मैले जुन चाहिँ मेरो टाइम दिँदैछु द्याट इज भेरी प्रेसियस, बिकज नर्मल हो नि त, म पनि ह्युमन बिङ हो, मलाई पनि फोन चलाउनु मनपर्छ, अब फोनमा भिडियोज हेर्नु मनपर्छ, नेटफ्लिक्स हेर्नु मनपर्छ, युट्युब हेरिबस्नु मनपर्छ। तर जब म नानीसँग हुन्छु, जब म घरमा हुन्छु, अब उसलाई उसको सुत्ने टाइम नभइन्जेल उसलाई जति मैले टाइम दिनुपर्ने हुन्छ त्यो टाइममा चाहिँ म उसँग प्रेजेन्ट हुन्छु। द्याट इज द रिगार्डिङ। अब त्यो त हर कोहीले गर्नु सक्दैन नि त, कसैलाई छोडिराखेर या के गरेर होइन, कसै अब के गर्नु आफ्नो आफ्नो म्यानेज गर्ने टाइम प्रब्लम हुन्छ, लाइक उनीहरूको आफ्नो आफ्नो हुन्छ कि तरिका। तर बट अब म चाहिँ के भन्छु भने मैले चाहिँ जुन चाहिँ मेरो टाइम दिँदैछु मेरो नानीलाई, द्याट इज सो प्रेसियस। सबै मदरको एउटै थट र थिङ्किङ पनि हुन्छ भने छैन नि त हो। त्यही भएर एभ्रिबडी हेज देयर ओन थट्स एन्ड बिलिभ्स हुन्छ, त्यही भएर। सो या, सो द्याट वाज अ भेरी नाइस एन्ड यु नो लाइक अलिकति मनलाई छुने खालके नै आन्सर्स थियो। सो नेक्स्ट क्वेसन, द लास्ट क्वेसन फर यु इज, यो पनि हामी दुईजनाको मिल्ने रहेछ हो। वाट इज द यु नो लाइक एडभाइस यु वान्ट टु गिभ टु अ न्यू मदर? न्यू मदरलाई चाहिँ म भन्न चाहन्छु, डोन्ट बिलिभ इन मिथ, एउटा मिथमा पनि नेभर बिलिभ। अब म पनि फर्स्ट टाइम वेन आई गेट प्रेग्नेन्ट, त्यो टाइममा यति बेसी देयर आर सो मेनी थिङ्स ह्यापन, लाइक हुन्छ नि मेरो लाइफमा मात्रै हो कि त्यो आइरन तपाईँहरूको लाइफमा पनि भएको ल। एकजना मान्छे हुन्छ लाइक तिम्रो लाइफ यस्तो हुन्छ, अर्कोले यस्तो हुन्छ यस्तो हुन्छ, ओ माई गड, लाइक हुन्छ त्यो पाइलअप हुँदै हुँदै चाहिँ मैले चाहिँ सोचेँ कि एकपल्ट चाहिँ यस्तो हुन्छ, लाइक आफ्टर बेबी यस्तै हुन्छ, के भन्छ बेबीको बादमा हाम्रो लाइफ चेन्ज हुन्छ भन्ने चाहिँ मलाई एकदमै बेसी त्यो आएको थियो नि त, माइन्डमा क्वेसन आएको थियो। तर मैले त्यति बेला त्यो कुरालाई चाहिँ स्टप गरिदिएँ। मान्छेले भन्छ, तर जब म आफै एक्सपिरियन्स गर्छु देन आई बिलिभ क्या। मिथमा म आई डोन्ट बिलिभ, तर जब म के भन्छ आफै त्यो एक्सपिरियन्स गर्छु तब मात्रै म के भन्छ त्यो कुरालाई बिलिभ। लाइफ एक्सपिरियन्स। यस, लाइफ एक्सपिरियन्स। अनि अर्को कुरा चाहिँ त्यो हुन्थ्यो। अनि त्यहाँदेखि मैले चाहिँ लागेको थियो जब लाइक आफ्टर बेबी चाहिँ म चाहिँ अब लाइक यस्तो हुन्छ होला यस्तो हुन्छ होला। तर मैले चाहिँ तपाईँहरूलाई चाहिँ म के भन्न चाहन्छु भनेपछि आफ्टर बेबी पनि तपाईँको लाइफ जस्तो पहिला थियो त्यस्तै हुनसक्छ। इज इट पोसिबल? तपाईँको बडी पनि जस्तो पहिला थियो त्यस्तो हुनसक्छ, तपाईँको स्किन पनि जस्तो पहिला थियो, हेयर पनि लाइक आज या जस्तो थियो त्यस्तै हुनसक्छ। पोसिबल छ, पोसिबिलिटी छैन छ, द्याट इज पोसिबल। किनभने पोसिबिलिटिज बिकज मान्छेले भन्दामै तपाईँको त्यो सबै कुरा हुने होइन, तपाईँको आफ्नो कुरा सबै जाने होइन। ला बेबी भएपछि त म यस्तो हुन्छ होला, मोटाउँछु होला, म यस्तो हुन्छ होला, यो गर्छु होला, गर्नु सक्दिनँ होला, लाइक यो नो नो ह्युमन बडी हो। इफ यु लभ यर सेल्फ, तपाईँले आफूलाई माया गर्नुभयो भने एभ्रिथिङ इज पोसिबल। त्यही भन्न चाहन्छु, नथिङ इज इम्पोसिबल। न्यू ममहरूलाई यही भन्न चाहन्छु, लभ यर सेल्फ है। तपाईँको लभ यर बेबी, अभियसली तपाईँले बेबीलाई माया गर्नुहुन्छ होइन। तपाईँको नानी खुसी छ भने तपाईँ पनि खुसी हो। सो लाइफ विल बी ह्याप्पी। सो द्याट्स इट। थ्याङ्क यू फर अल द क्वेसन्स। एकदमै मजा आयो है, मेरो पनि फर्स्ट टाइम थियो होइन। मलाई नै यस्तो कुराहरू एक्सपिरियन्स सेयर गर्नु एकदमै मन लाग्छ होइन। जतिजना आमाहरूले हेर्नुहुँदैछ तपाईँहरू सबैजना एकदमै खुसी बस्नुहोस्, डोन्ट बी स्ट्रेस एकदमै नलिने, अरूको कुरालाई छिटो बिलिभ नगर्ने, ट्रस्ट यर जर्नी, ट्रस्ट यर सेल्फ है, अन्त लभ यर सेल्फ है, अनि इन्जोय लाइफ, स्टे ह्याप्पी। जहिले खुसी होस् है। नानी आयो म यस्तो हुन्छु उस्तो हुन्छु भने प्लिज डोन्ट गेट बेसी इमोसनल पनि नहुनु है। अब हाम्रो हुनु त आफ्टर यु बिकम अ मदर पोस्टपार्टम इमोसनल ब्रेकडाउन पुरा हुन्छ, हर्मोनल इम्ब्यालेन्स हुन्छ, कसैको नहुने है, सबैजनाको हुन्छ। इट्स नर्मल। तपाईँले हर्मोनल इम्ब्यालेन्स भएर ला म यस्तो गर्नु सक्दिनँ रहेछ उस्तो गर्नु सक्दिनँ रहेछ, प्लिज डोन्ट, त्यो चाहिँ नगर्नुहोस्। अब तपाईँ खुसी रहनुभयो भने, पेसेन्स हुनुभयो भने सबै कुरा राम्रो हुन्छ है। सो या, हामी दुईजनाको चाहिँ यही थियो। अनि आई होप यु अल विल इन्जोय आवर भिडियो है। यदि तपाईँहरूलाई मन पर्नुभयो भने है हाम्रो भिडियोलाई सेयर गरिदिनुहोस्, लाइक गरिदिनुहोस्। अनि यस्तै क्वेसन्सहरू तपाईँहरूको माइन्डमा पनि छ भने यु क्यान सेयर विथ अस है। हामीलाई डिएम गर्नुहोस्, हाम्रो कमेन्ट गर्नुहोस् यो भिडियोमा। अन्त तपाईँहरूलाई पनि अब के खालके अब एडभाइसहरू चाहिन्छ है, तपाईँले हाम्रो भिडियोमा मेसेज गर्न सक्नुहुन्छ, सो द्याट वी क्यान हेल्प यु है। कतिजना आमाहरू चाहिँ अझै पनि हुन्छ कि बिचारा उनीहरू एक्लै हुन्छ,
इमोसनल ब्रेकडाउन भइरहेको होला, तपाईँहरूलाई सजेसन चाहिन्छ बट देयर इज नो वान टु गिभ यु एनी सजेसन अर एडभाइस। कतिजनाको लाइफमा त्यस्तो पनि हुन्छ है, जसले एडभाइस दिनु पनि सक्दैन, सजेस्ट गर्नु पनि सक्दैन। सो यु फिल फ्री टु क्वेसन्स है, तपाईँहरूलाई हाम्रो भिडियोमा एकदम फ्री के भन्छ फ्री भएर हामीलाई आस्क गर्नुहोस् क्वेसन्सहरू, सो द्याट वी क्यान हेल्प यु। ओके, थ्याङ्क यू फर वाचिङ गाइज, एन्जोय आवर भिडियो। Love you. I love you.